भनेर तपाईँको मूल्याङ्कन त्यो चाहिँ हामीले त्यतिकै त्यसमा रहेको हुन्छ होइन। अब तपाईँको नानीहरू अब जो म्यारिड हुनुहुन्छ उहाँहरूले नानी हुनुहुन्छ होला, अथवा तपाईँ पनि सानो उमेरमा स्कुल पढ्दै गर्दाखेरि होइन तपाईँलाई होमवर्कहरू दिइन्थ्यो। त्यो किन दिइन्थ्यो भन्दाखेरि तपाईँले के कतिको जान्नुभयो भनेर त्यो तपाईँको मूल्याङ्कन गर्नको लागि तपाईँलाई होमवर्क दिइन्थ्यो होइन। हो त्यही भएर मैले पनि यहाँ हजुरहरूलाई चाहिँ होमवर्क त्यो कारणले दिएको हो कि तपाईँले मैले पढाएको तपाईँहरूले कतिको बुझ्नु हुँदैछ या छैन भनेर त्यसको मूल्याङ्कन गर्नको लागि चाहिँ मैले हजुरहरूलाई होमवर्क दिएको हो। तर यहाँनिर मैले अहिले पाइरहेको छु के छ भन्दाखेरि चाहिँ तपाईँको भने त मैले अघि 100%मा चाहिँ मैले 25% मात्रै होमवर्क यहाँनिर सबमिट गरेको भेटाएको छु। अरू 75% होमवर्कहरू चाहिँ छैन है। कसैले गर्नुभएको छ होइन, हाम्रो सर म्यामहरूले गर्नुभएको छ होमवर्क, तर कुनै चाहिँ के हुन्छ भन्दाखेरि आधा अधुरो छ है। होमवर्क पनि तपाईँको के गर्नुपर्छ भन्दाखेरि मैले कुन होमवर्क दिएको हुन्छु त्यो होमवर्क चाहिँ हजुरले गर्नुपर्ने हुन्छ है। त्यो पनि कम्प्लिटली गर्नुपर्ने हुन्छ है त। नत्र भने स्कुलमा पनि तपाईँले होमवर्क गर्नु भएन तपाईँलाई पनिसमेन्ट मिल्छ है, मिल्छ नि त होइन। हामीले स्कुल लेभलमा पढ्दाखेरि हामीले होमवर्क गरेनौँ पुरा गरेनौँ भने पनि हामीलाई के गर्थ्यो भन्दाखेरि अगाडि उभिएर होइन शिक्षकहरूले के गर्नुहुन्थ्यो भन्दाखेरि हामीलाई कुखुरा बन्न अथवा उठबस गर्न होइन, उठबस गर्न लाउनुहुन्थ्यो, अथवा पिटाइ पनि खाइन्थ्यो होइन। खाइया पनि छ पिटाइ होइन, कतिजनाले खाएको छु होला यहाँ है। हो त्यसरी के हुन्छ भन्दाखेरि अब मैले यहाँबाट त अब तपाईँहरूलाई यो गर्न मिलेन है। त्यही भएर चाहिँ जसले होमवर्क गर्नुभएको छैन त्यही होमवर्कलाई 7 देखि 10 पल्टसम्म तपाईँले दोहोऱ्याउनु पर्ने हुन्छ है। आज जसले होमवर्क गर्नुभएको छैन उहाँहरूले 7 देखि 10 पल्टसम्म चाहिँ होमवर्क गर्नु पर्यो है। यो चाहिँ तपाईँको के हो भन्दाखेरि पनिसमेन्ट। अब तपाईँको फेरि तपाईँले भोलि होमवर्क गर्नु भएन भने तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ त्यसको 2 गुणा हुन्छ, 2 गुणा हुँदै जान्छ। त्यही भएर होमवर्क गर्नु चाहिँ अनिवार्य छ। आजको क्लासतर्फ जाउँ। म हिजोको थोरै उयो गर्छु समेट्छु। अब हजुर सर नमस्कार। अनि एउटा कुरो चाहिँ मलाई चाहिँ एउटा कुरा भन्ने मन लाग्यो म्याडम। अनि हामीले चाहिँ क्लासमा जुन होमवर्क चाहिँ सबैले अनिवार्य नै एकदम तपाईँको कुरा चाहिँ मन पर्यो होइन। हजुर हजुर। अब ल्यापटप हुने साथीहरूले चाहिँ होमवर्क चाहिँ गर्नलाई केही पनि गाह्रो भएन, एकदम गरिहाल्नुहुन्छ। मोबाइलमा एकदम गाह्रो पनि छ होइन। हजुर हजुर। अनि अर्को कुरा क्लासमा चाहिँ के गरौँ भने म्याडम एउटा चाहिँ मेरो चाहिँ सल्लाह हजुरलाई, अनि हामीहरूले चाहिँ एकदम छलफल गर्दै क्लासलाई अगाडि बढाउँदा कस्तो होला। हजुर सर त्यो विषयमा हाम्रो के हुन्छ भन्दाखेरि अब यो तपाईँले भन्नुको ठिक हो नहुने होइन। मैले भने त अगाडि नै मैले हिजो पनि तपाईँलाई दोहोऱ्याएँ अस्ति पनि दोहोऱ्याएँ, हाम्रो भाइभा हुन्छ है। हामीले कुनै एउटा भनौँ न मैले अब कहाँसम्म टार्गेट राखेर हजुरहरूलाई पढाउँछु है, म त्यति लामो पनि पढाउँदिनँ होइन। म ठिक्कको टार्गेट राखेर पढाउँछु हजुरहरूलाई। अनि त्यहाँनिर मैले कुन दिन चाहिँ तपाईँहरूलाई भाइभा लिन्छु है भनेपछि मैले तपाईँलाई अघिल्लो दिनै इन्फर्मेसन दिन्छु। म भाइभा लिन्छु है भोलि चाहिँ तपाईँहरू प्रिपेयर भएर आउनु, अथवा म सोधपुछ गर्छु होइन। हो त्यो विषयमा चाहिँ के हुन्छ भन्दाखेरि त्यहाँनिर चाहिँ भाइभा हुन्छ तपाईँहरूको होइन, सोधपुछ कार्य हुन्छ। अनि अब मैले सोध्दै गर्दाखेरि तपाईँहरूलाई एन्सर आएन होइन, तपाईँहरूलाई एन्सर आएन, तपाईँले कतिको जान्नु भएको छ कतिको बुझ्नु भएको छ हो त्यो विषयमा पनि हामी छलफल गर्ने नै छौँ, नगर्ने होइन। योभन्दा अघिल्लो क्लासमा पनि हामी के गर्थ्यौँ भन्दाखेरि हामी छलफल विधि पनि राख्थ्यौँ होइन। अनि त्यसरी सोधपुछ विधि छलफल हामी दुईटै मेथडहरू चाहिँ युज गर्थ्यौँ। हजुर म्याडम जस्तो यो क्लास सञ्चालन गऱ्यौँ हामीले, प्रत्येक क्लास जस्तो प्रत्येक दिन सञ्चालन गऱ्यौँ, यस्तै क्लासको जस्तो अन्तिम 15 मिनट समयमा छलफल गरेर जस्तो तपाईँले कुनै क्यान्डल देखाउनु भयो, यो क्यान्डलमा कुन चाहिँ फर्मेसन भइरहेको छ भनेर कुनैलाई तपाईँले सोधिदिनु भयो। तपाईँको जस्तो मानव कुनै साथीहरूलाई यो मध्येको कुनै साथीलाई सोधिदिनु भयो भनेपछि त्यो कस्तो क्लास चाहिँ एकदम उत्तम हुन्थ्यो कि जस्तो लाग्यो कि मलाई, सो मेरो चाहिँ बुझाइमा। हजुर ध्यान भनेको नि धन्यवाद भन्न चाहे। तपाईँले राम्रो सुझाव दिनुभयो मलाई होइन। अब त्यो विषयमा पनि हामी छलफल गर्ने नै छौँ होइन। मैले के गरिरहेको हुन्छु भन्दाखेरि मैले तपाईँहरूको अन्तिममा पनि अगाडि के पढेको छौँ त हो त्यसलाई म
समेट्दै जाँदैछु। हिजोको क्लासमा पनि हामीले के पढ्यौँ, अब आज पनि अहिले म दोहोऱ्याउँछु होइन। हिजोको क्लासमा हामीले के पढ्यौँ, अनि आजको छुट्टै टपिक हुन्छ हो। त्यो टपिकमा पनि भरे सकिने बेलामा म चाहिँ के गर्छु भन्दाखेरि त्यो टपिकमा पनि हामीले चाहिँ यो पढ्यौँ है भनेर चाहिँ के गर्छु भन्दाखेरि दोहोऱ्याइदिन्छु। त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ ओहो आज हामीले यो टपिक पढ्यौँ, अघि हामीले बिर्सेका हुन्छौँ नि त होइन। अघि हामीले अलिकति बुझेका हुँदैनौँ अथवा अलिकति बिर्सेका हुन्छौँ। त्यो अन्तिममा के दोहोऱ्याइदिँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि ए यहाँनिर चाहिँ यस्तो रहेछ है भनेर भन्ने खालको कुरा चाहिँ हुन्छ। त्यही भएर म चाहिँ सकिने बेलामा पनि अगाडि के पढेका थियौँ भन्ने कुराहरू पनि म दोहोऱ्याइरहेको हुन्छु। ल एकदम थ्याङ्क यू म्याम। मैले के भन्न खोजेको म्याम, लास्टमा एकदम एकचोटि तपाईँको 10 मिनट मात्रै क्रस क्वेसन भइदियो भने अनि एकदम चाहिँ हामीले चाहिँ पढ्ने मान्छेले पनि एकदम चाहिँ तपाईँको बुझ्ने थियो भन्ने चाहिँ मेरो चाहिँ लागेको म्याडम। त्यति मात्रै हो है त। हुन्छ हुन्छ थ्याङ्क यू। अब हामी क्लासतर्फ जाउँ है त। हिजो हामीले के पढेका ल माइक म्युट गर्नु होला। हिजो हामीले के पढेका थियौँ भन्दाखेरि चाहिँ हिजो हामीले होइन योभन्दा अघिल्लो क्लासमा चाहिँ हामीले अङ्कित मूल्य रहेछ होइन। तपाईँको चाहिँ यहाँनिर यिनीहरूले गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो प्राइस चाहिँ घटबड हुन्छ, यानि कि मूल्य घट्छ बढ्छ भनेर हामीले पढेका थियौँ। यसलाई हामीले के भनेर यसलाई हामीले क्यान्डल भनेर चिन्छौँ भन्ने कुरा पनि पढेका थियौँ होइन। यो हरियो क्यान्डललाई ग्रिन क्यान्डल भन्दो रहेछ। यो ग्रिन क्यान्डल चाहिँ अब कस्तो फर्मेसनमा यो ग्रिन क्यान्डल बन्छ भन्ने कुरा पनि मैले हजुरलाई हिजोको क्लासमा अथवा अस्तिको क्लासमा पनि दोहोऱ्याइदिइसकेको छु। मैले सरी भन्न चाहेँ। हिजो चाहिँ हामीलाई त्यो पढेको थियौँ होइन। अनि त्यस पछाडि हामीले यसलाई हरियो क्यान्डल भन्दो रहेछ। यसको पनि के हुन्छ भन्दाखेरि पार्ट पार्ट हुन्छ होइन। तपाईँको अप्पर विक भयो, लोवर विक भयो होइन। त्यसै गरी तपाईँको हाई प्राइस, लो प्राइस, बडी, ओपन प्राइस कता हुन्छ होइन। तपाईँको ग्रिन क्यान्डलको क्लोज प्राइस कता हुन्छ भनेर पनि पढिसकेका थियौँ। अब ओपन क्यान्डल सरी ग्रिन क्यान्डलको चाहिँ ओपन प्राइस तलदेखि हुन्छ र माथि गएर चाहिँ तपाईँको क्लोज हुन्छ हो। त्यसै गरी तपाईँको रेड क्यान्डलमा चाहिँ के हुन्छ भन्दाखेरि माथिबाट ओपन हुन्छ र तल चाहिँ क्लोज हुन्छ। किन भन्दाखेरि त्यहाँबाट चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि बजारमा गिरावट आउँछ। अनि बजार झर्यो भने चाहिँ माथिबाट ओपन भएको बजार तल आएर झरिदिन्छ, क्लोज भइदिन्छ। त्यसलाई चाहिँ हामी रेड क्यान्डल भनेर पढ्छौँ। अनि हिजो हामीले के भनेर पढेका थियौँ भन्दाखेरि चाहिँ हिजो हामीले 3टा टपिकमा पढेका थियौँ होइन। एकदमै इम्पोर्टेन्ट टपिक थियो सपोर्ट रेसिस्टेन्ट होइन। सपोर्ट र रेसिस्टेन्स चाहिँ के छ भन्दाखेरि हामीले सेयर बजारमा चाहिँ कारोबार गर्दैछौँ भने पनि हामीले सपोर्ट र रेसिस्टेन्सलाई हेर्नुपर्ने आवश्यक हुन्छ। यदि हामीले चिनेनौँ, सपोर्ट चिनेनौँ, रेसिस्टेन्स चिनेनौँ होइन। अब सपोर्ट चिनेनौँ भने के हुन्छ, सपोर्ट ल रेसिस्टेन्स हामीले चिनेनौँ होइन। यो टुप्पोमा चाहिँ हरियो बनेछ हामीले यहाँ किन्यौँ, तर भोलिको दिनमा चाहिँ के भयो भन्दाखेरि यहाँनिरबाट गइदिएन बजार, यहाँबाट झर्दै 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 तल गयो भनेपछि हामी टुप्पोमा किनेर फस्यौँ होइन। टुप्पोमा किनेर फस्यौँ अनि हामी धेरै घाटा खाएर अनि अन्तिममा हाम्रो केही उपाय लाग्दैन। अनि अन्तिममा हामीले बेच्नुपर्ने अवस्था आउँछ। अनि हामी के गरिदिन्छौँ भन्दाखेरि बेचिदिन्छौँ। अन्तिममा चाहिँ हामीले के गरिदिन्छौँ, बेचिदिन्छौँ। अब हामीले सपोर्टतिर आएर बेच्छौँ। अब हामीलाई थाहा हुँदैन नि त, हामीले सपोर्ट त चिनेको छैनौँ कता हुन्छ भनेर। अब यहाँनिर आएर चाहिँ के गरिदिन्छौँ भन्दाखेरि यतातिर आएर चाहिँ हामीले के गरिदिन्छौँ, बेचिदिन्छौँ। अब यहाँबाट बजार फेरि माथि जान्छ होइन। तपाईँको यहाँबाट चाहिँ बजार फेरि के गरिदिन्छ भन्दाखेरि यसरी माथि सर गइदिन्छ। अनि त्यस पछाडि हामीले के हुन्छ भन्दाखेरि पछुतो हुन्छ होइन। पछुतो त हुन्छ। किन हुन्छ भन्दाखेरि हामीले जहाँबाट बजार बढ्छ त्यही चाहिँ हामीले के गर्थ्यौँ भन्दाखेरि बेचिदियौँ होइन हो। त्यही भएर हामीलाई बजारमा हामी सेयर बजारमा कारोबार गर्दैछौँ, खेल्दैछौँ भने होइन, सेयर बजारमा हामी खेल्दैछौँ भने हामीलाई के हुन्छ भन्दाखेरि सपोर्ट र रेसिस्टेन्सको अत्यन्तै महत्त्वपूर्ण छ होइन। अब सपोर्ट र रेसिस्टेन्स भनेको चाहिँ के हो त भन्दाखेरि कुनै एक बिन्दुबाट है, ध्यान दिएर सुन्नु, सपोर्ट र रेसिस्टेन्सको म थोरै तपाईँलाई परिभाषा दिँदैछु। कुनै एक बिन्दुबाट होइन, तपाईँको जस्तै कुनै यो एउटा बिन्दु भयो, यो एउटा बिन्दुबाट चाहिँ बजार होइन, बजारले के गर्छ भन्दाखेरि माथि जान्छ भने हो, त्यो बिन्दुलाई चाहिँ
भनेर चिन्छौँ भन्दाखेरि यो बिन्दु चाहिँ हाम्रो लागि के हो भन्दाखेरि सपोर्ट हो। किन सपोर्ट हो भन्दाखेरि जति झर्नु त झरिसक्यो, अब यो बिन्दुबाट चाहिँ के भयो भन्दाखेरि तपाईँको बजार चाहिँ माथि गयो हैन, माथि गयो भने यो तलको बिन्दुलाई चाहिँ हामीले सपोर्ट भनेर चिन्छौँ। यसलाई हामी सपोर्ट भन्छौँ। किन सपोर्ट भन्दा बजार तीव्र गतिमा झर्दै थियो तर एउटा बिन्दुमा रोकिएर चाहिँ त्यहाँबाट के हो भन्दाखेरि फेरि बजार बढ्यो भनेपछि त्यो बिन्दुलाई हामीले सपोर्ट भनेर चिन्यौँ। रेसिस्टेन्ट भन्ने चाहिँ के भन्दाखेरि यो मानिलिउँ हैन, यहाँ हेर्नु त यहाँबाट चाहिँ के भएको छ भन्दाखेरि तपाईँको यहाँबाट चाहिँ तपाईँको के भएको छ भन्दाखेरि यहाँ हेर्नु त यहाँबाट चाहिँ तपाईँको बजार माथि गएको छ। यो हाम्रो एउटा के भयो भन्दाखेरि बिन्दु भयो हैन, यहाँबाट बजार झर्यो, यहाँबाट के भयो भन्दाखेरि बजार माथि गयो, माथि जाँदा जाँदा यहाँसम्म पुग्यो हैन, तर यहाँसम्म पुग्यो तर यहाँबाट माथि पुग्न सकेन। यहाँ पनि अब के भयो भन्दाखेरि धेरै माथि गयो। अब अवरोधहरू देखा पर्न थाल्यो हैन, अवरोधहरू देखा पर्न थाल्यो। अवरोधहरू देखा पर्न थालेपछि के भयो भन्दाखेरि बजार यहाँबाट तल झर्दै 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 आयो भनेपछि यो बिन्दुलाई चाहिँ जुन बिन्दुबाट बजार गिरावट हुन्छ, बजार चाहिँ झर्छ भने त्यो बिन्दुलाई हामीले के भनेर चिन्छौँ भन्दाखेरि त्यो बिन्दु हाम्रो लागि अवरोध बिन्दु हो, यानि कि त्यसलाई हामीले रेसिस्टेन्ट भनेर चिन्छौँ। यो हाम्रो लागि के भयो भन्दाखेरि यो हाम्रो लागि रेसिस्टेन्ट भयो। कसरी रेसिस्टेन्ट भन्दाखेरि यो बिन्दुलाई चाहिँ उछिनेर माथि जान सकेन, त्यही भएर यो हाम्रो रेसिस्टेन्ट भयो। अब यो चाहिँ हाम्रो के भयो भन्दाखेरि यो हाम्रो सपोर्ट एरिया भयो हैन, यो चाहिँ हाम्रो के भयो भन्दाखेरि सपोर्ट एरिया भयो। जति झर्नु त्यो बजार एउटा तीव्र गतिमा झर्यो, त्यो झरिसकेको बजार फेरि एउटा बिन्दुबाट माथि गयो हैन, त्यो बिन्दुबाट चाहिँ के भयो भन्दाखेरि माथि गयो, यसरी सर तपाईको माथि गयो भनेपछि त्यो बिन्दुलाई हामीले सपोर्ट भनेर चिन्छौँ है। सपोर्ट भनेको जहिले पनि तल हुन्छ, रेसिस्टेन्ट भनेको माथि हुन्छ। यो चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण टपिक हो। कुनै पनि बजारमा हामी खेल्दैछौँ भने हामीले सपोर्ट र रेसिस्टेन्टलाई चाहिँ चिन्नुपर्ने हुन्छ। अब कहिलेकाहीँ चाहिँ हामी के गर्छौँ भन्दाखेरि हामीले चिनेको हुँदैनौँ अनि हामी यतातिर बाई गरिदिन्छौँ भनेपछि हामीलाई कत्रो घाटा हुन्छ हेर्नुहोस् त हैन। यसरी चाहिँ हामीले त्यही भएर हामीलाई सपोर्ट र रेसिस्टेन्टको आवश्यक पर्छ, हामीले चिन्नुपर्ने हुन्छ सपोर्ट र रेसिस्टेन्टलाई। अब अर्को छ हाम्रो के भन्दाखेरि हामीले हिजो स्ट्रेन्थ पढेका थियौँ हैन, क्यान्डलको स्ट्रेन्थ। तपाईको चाहिँ कस्तो हुन्छ क्यान्डलको स्ट्रेन्थ भन्दाखेरि तीन प्रकारको हुन्छ। एउटा विक क्यान्डल स्ट्रेन्थ हैन, तपाईको चाहिँ एउटा विक हुन्छ, अर्को मिडियम र एउटा चाहिँ स्ट्रङ हुन्छ। ग्रीन क्यान्डलमा पनि तपाईको विक, मिडियम र स्ट्रङ हुन्छ भने हाम्रो रेड क्यान्डलमा पनि विक, मिडियम र स्ट्रङ हुन्छ। अब विकमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईको कस्तो खालको फर्मेसन हुन्छ भन्दाखेरि चाहिँ यसरी तपाईको बन्छ हैन, सानो बन्छ। यसरी चाहिँ तपाईको के हुन्छ भन्दाखेरि सानो बनिदिन्छ, यसरी सानो बडी चाहिँ यो अप्पर विक र लोवर विकलाई पनि मान्यता दिनुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ कहिलेकाहीँ बडी चाहिँ सानो भइन्छ तर त्यसमा चाहिँ अप्पर विक र लोवर विक निस्केकै हुन्छ। त्यो चाहिँ हाम्रो के हो यो चाहिँ हाम्रो के हो भन्दाखेरि तपाईको मिडियम हैन, यो चाहिँ हाम्रो के हो भन्दाखेरि यो चाहिँ हाम्रो विक क्यान्डल हो। यसमा चाहिँ भोलिको दिनमा घट्न पनि सक्छ अथवा बढ्न पनि सक्छ भन्ने खालको बुझिन्छ। तर आजको दिनमा चाहिँ के हुन्छ भन्दाखेरि यो एकदमै कमजोर बजार हो भनेर बुझ्नुपर्ने हुन्छ हैन। यो क्यान्डल बन्दैछ भने चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि हाम्रो आजको बजार चाहिँ अलिकति कमजोरै छ भनेर बुझ्नुपर्ने हुन्छ। यो हाम्रो विक क्यान्डल हो। हामीले स्ट्रेन्थ पढ्दैछौँ नि त हैन। ग्रीन क्यान्डलमा पनि यही फर्मेसन हुन्छ विक क्यान्डलको, रेड क्यान्डलमा पनि यही फर्मेसन हुन्छ विक क्यान्डलको हैन। त्यसै गरी अर्को हाम्रो के हो भन्दाखेरि मिडियम हैन। यसरी यसमा पनि के हुन्छ भन्दाखेरि यो पनि हाम्रो मिडियम हो हैन। यो भन्दा चाहिँ यसको बडी अलिकति के हुन्छ भन्दाखेरि ठुलो हुन्छ है।
यो भन्दा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति ठुलो हुन्छ। यो मिडियममा पनि के भनेर बुझ्नुपर्छ भन्दाखेरि आजको बजार ठिकै छ है, त्यस्तो खासै राम्रो पनि छैन हैन। जस्ट यति उयो हुन्छ कि आजको बजारमा चाहिँ त्यस्तो धेरै सेलर्सहरू पनि आउँदैनन्, बायर्सहरू पनि आउँदैनन् भन्ने खालको हुन्छ है। यस्तो खालको क्यान्डलको फर्मेसन भयो भने यो हाम्रो मिडियम अर्को छ तपाईको यस्तो हुन्छ। यो भनेको हाम्रो के हो भन्दाखेरि यो चाहिँ हाम्रो एकदमै स्ट्रङ हो, क्यान्डलको चाहिँ स्ट्रङ क्यान्डल हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि एकदमै बायर्सको मात्रै कन्ट्रोल हुन्छ, किन्ने मान्छे मात्रै हुन्छन्। ग्रीन क्यान्डलमा, रेड क्यान्डलमा चाहिँ यस्तो बन्यो भने, यस्तो फर्मेसन भयो भने के बुझ्नुपर्छ भन्दाखेरि यसमा चाहिँ सिर्फ बेच्ने मात्रै मान्छे छन्, किन्ने मान्छे त्यति धेरै छैनन्, किन्ने भन्दा बेच्ने बढी छन् भनेर बुझ्नुपर्छ रेड क्यान्डलमा। ग्रीन क्यान्डलमा चाहिँ बेच्ने भन्दा किन्ने बढी छन् भनेर बुझ्नुपर्ने हुन्छ। यो दिन यस्तो बन्यो भने, यस्तो क्यान्डल बन्यो भने चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि बजार माथि जान्छ भनेर बुझ्नुपर्ने हुन्छ। यो भयो हाम्रो क्यान्डलको स्ट्रेन्थ, कसको चाहिँ कस्तो खालको स्ट्रेन्थ छ भनेर हामीले हिजो पढ्यौँ। त्यसै गरी मैले हिजो तपाईलाई कसको कन्ट्रोलमा हुन्छ हैन, यदि बजार चाहिँ कसको कन्ट्रोलमा छ भन्ने कुरा चाहिँ हामीले कसरी थाहा पाउने हैन, त्यो विषयमा पनि हामीले हिजो पढेका थियौँ। कुनै एउटा यसरी क्यान्डल बन्दैछ हैन, यसरी क्यान्डल बन्दैछ है। अब कहिलेकाहीँ चाहिँ के हुन्छ भन्दाखेरि यसरी तपाईको विक पनि निस्किदिन्छ हैन, यसरी चाहिँ तपाईको के भइदिन्छ भन्दाखेरि विक पनि निस्किदिन्छ है। भनेपछि अब यो हाई प्राइस र लो प्राइस हैन, तपाईको चाहिँ के गर्नु पर्यो भन्दाखेरि यसरी हाई प्राइस, यो के हो भन्दाखेरि तपाईको लो प्राइस हो। यो हाई प्राइस र लो प्राइसलाई चाहिँ 50% गर्नु पर्यो हैन, यसरी 50% गर्नु पर्यो। यदि 50% भन्दा क्यान्डलको बडी माथि छ भने हैन, क्यान्डलको बडी चाहिँ 50% भन्दा माथि छ भने त्यो चाहिँ हाम्रो के भनेर बुझ्नुपर्छ भन्दाखेरि त्यो चाहिँ बायर्सको कन्ट्रोलमा छ है। अझै पनि क्रेता चाहिँ के छन् भन्दाखेरि बढी नै छन्, विक्रेता चाहिँ कमै छन् भनेर बुझ्नुपर्ने हुन्छ। यदि 50% भन्दा यो 50 हामीले आधा भाग लगाएको छौँ नि त, यो 50% भन्दा तल छ भने क्यान्डलको बडी यदि तल छ भने चाहिँ त्यो चाहिँ सेलर्सको हातमा छ है। यसमा चाहिँ के हुन्छ भन्दाखेरि अलिकति खतरा नै हुन्छ भन्ने खालको हामीले बुझ्नुपर्ने हुन्छ, किन भन्दाखेरि सेलर्सको कन्ट्रोलमा हुन्छ बजार है। यो त भयो हाम्रो के भन्दाखेरि कसको कन्ट्रोलमा छ भनेर यति कुरा हामीले हिजो पढिसकेका थियौँ। अब आजको टपिक चाहिँ के रहेको छ भन्दाखेरि आजको टपिक चाहिँ हामीले अब यहाँ हेर्नु है, हामीले कसरी रेसिस्टेन्ट र सपोर्ट थाहा पाउने हैन। यसमा पनि हामीले के गर्नु पर्यो भन्दाखेरि इन्डिकेटर्स मैले यहाँनिर भनेको थिएँ हैन, यो भनेको हाम्रो इन्डिकेटर सर्च बार हो हैन। हामीले चाहिँ यहाँनिर इन्डिकेटर सर्च गर्न सक्छौँ। हाम्रो पिभट पोइन्ट भन्ने त सुन्नु नै भएको होला, लाइभमा पनि सरहरूले भन्नुहुन्छ, पिभट पोइन्ट सरले भनिराख्नु भएको हुन्छ हैन। पिभट पोइन्टबाट सपोर्ट यहाँ छ, रेसिस्टेन्ट यहाँ छ भनेर कतिचोटि भनिराख्नु भएको हुन्छ। तर हामीले कसरी थाहा पाउने त, कताबाट निकाल्ने पिभट पोइन्ट, कसरी हेर्ने पिभट पोइन्ट हैन, पिभट पोइन्ट निकाल्ने सूत्र के हो भन्ने कुरा पनि हुन्छ नि त हैन। त्यतिकै पिभट पोइन्ट त निस्किँदैन हो। त्यही भएर चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर जुन एफएक्स रहेछ त्यहाँनिर जानु, त्यहाँनिर गइसकेपछि यसरी पिभट पोइन्ट भनेर दिएको हुन्छ हो। हामीले यो हाल्यौँ भने चाहिँ हेर्नु त तपाईको सपोर्ट रेसिस्टेन्ट मात्रै देखाएको छ है, सपोर्ट रेसिस्टेन्ट मात्रै देखाएको छ। अब अहिलेको क्लोज प्राइस चाहिँ यहाँ छ हो, त्यो चाहिँ हाम्रो के हो भन्दाखेरि यो चाहिँ हाम्रो पिभट पोइन्ट हो भनेर यहाँनिर देखाएको छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ। हामी कहाँ गयौँ भन्दाखेरि यो एफएक्स देखिएको छ हो, यो इन्डिकेटर्स एन्ड स्ट्राटेजी भन्ने छ हो। यहाँनिर जाने, यहाँनिर गइसकेपछि पिभट पोइन्ट भनेर लेख्ने, लेखेर सर्च गर्दाखेरि तपाईँले यसरी पिभट पोइन्ट पाउनुहुन्छ हैन, यसरी पिभट पोइन्ट पाउनुहुन्छ। यहाँनिर तपाईँको रेसिस्टेन्ट, तपाईँको सपोर्ट देखाएको छ है। हामीले अघि नै पढिसकेका थियौँ सपोर्ट रेसिस्टेन्ट कता हुन्छ भनेर।
अनि पहिलो रेसिस्टेन्टलाई तोडेर माथि जान्छ भने अर्को रेसिस्टेन्ट बन्छ भने त्यो चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ हाम्रो सपोर्ट बन्छ हैन। तपाईको यता पहिलो सपोर्ट थियो, अब यदि यो सपोर्टलाई ब्रेक गर्यो भने चाहिँ के हुन्छ भन्दाखेरि यो हाम्रो फर्स्ट सपोर्ट रहन्छ र सेकेन्ड सपोर्ट चाहिँ के हुन्छ भने तल नै रहने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईको सपोर्ट 1 सपोर्ट 2। अब बजार झर्दैछ भने पहिलो सपोर्ट हाम्रो यो हुन्छ, यदि यहाँबाट पनि झर्यो भने तपाईको के हुन्छ भन्दाखेरि दोस्रो सपोर्ट हाम्रो यहाँ हुन्छ भनेर चाहिँ यहाँनिर लेखिएको तपाईले देख्न सक्नुहुन्छ। अब पिभट पोइन्ट निकाल्ने पनि सूत्र छ है। अब पिभट पोइन्ट कसरी निकालिन्छ त्यो पनि त हामीले जान्नु पर्यो नि हैन। पिभट पोइन्ट निकाल्ने सूत्र पनि छ। अब कसरी निकालिन्छ भन्दाखेरि आजको हाई प्राइस, आजको लो प्राइस र आजको क्लोज प्राइसलाई 3 ले डिवाइडेड गर्यो भने हाम्रो पिभट पोइन्ट निस्किन्छ है। सूत्र तपाईले लेख्न सक्नुहुन्छ। आजको हाई पोइन्ट हैन, आजको लो पोइन्ट, यानी कि आजको हाई प्राइस कता गयो यहाँसम्म थियो हैन, आजको लो प्राइस, आजको हाई प्राइस र आजको क्लोज प्राइसलाई 3 ले डिवाइडेड गर्यो भने पिभट पोइन्ट निस्किन्छ। यो त हाम्रो के हो भन्दाखेरि पिभट पोइन्ट। अब हामीले फिबोनाची भनेर पनि सुनेका छौं हैन। सरले कहिलेकाहीँ लाइभमा पनि भन्नुहुन्छ फिबोनाचीबाट पनि हामीले हेर्न सक्छौं भनेर। अब फिबोनाची चाहिँ कहाँबाट हेर्ने भन्दाखेरि यो पिभट पोइन्ट जस्तो देख्नु हुँदैछ तपाईले यहाँनेर यो भोल्युमको तल पिभट पोइन्ट छ। यो पिभट पोइन्टको सेटिङमा जानुहोस्। सेटिङमा गइसकेपछि के गर्ने भन्दाखेरि तपाईको स्टाइलमा सरी यहाँ जानुहोस् हैन। कहाँ जानुभयो भन्दाखेरि यो सेटिङमा जानुभयो। सेटिङमा गइसकेपछि यसरी निस्क्यो हैन। यसरी निस्किसकेपछि यहाँनेर हेर्न सक्नुहुन्छ यहाँनेर छ फिबोनाची। यसरी तपाईले फिबोनाचीबाट पनि सपोर्ट रेसिस्टेन्ट हेर्न सक्नुहुन्छ। हामीले के गर्यौं फिबोनाची निकाल्दाखेरि यहाँनेर गयौं हो। फिबोनाचीको भोल्युम देखि तल यहाँनेर पिभट पोइन्ट लेखेको थियो हैन। त्यो पिभट पोइन्टबाट चाहिँ हामीले के गर्यौं भन्दाखेरि सेटिङमा गयौं। सेटिङमा गइसकेपछि यो इनपुट भनेर देखाएको छ है। यो इनपुटमा गयौं र यहाँनेर टाइप भनेर देखाएको छ। तपाईले हेर्न सक्नुहुन्छ यहाँ टाइप भनेर देखाएको छ। यहाँनेर ट्रेडिसनल फिबोनाची भनेर लेखिएको छ। हामीले धेरै जसो युज गर्ने भनेको चाहिँ ट्रेडिसनल र फिबोनाची मात्रै हो। यो तलको हामी युज गर्दैनौं, यहाँ हामीलाई त्यति खासै काम पनि लाग्दैन। हामीले चाहिँ ट्रेडिसनल अथवा फिबोनाचीबाट चाहिँ हामीले हेर्न सक्छौं। यहाँनेर रहेको छ, यसमा हामीले क्लिक गर्यो भने हामीले यहाँनेर हेर्न सक्छौं। सपोर्ट कहाँ थियो भन्दाखेरि हाम्रो फर्स्ट सपोर्ट यहाँनेर रहेछ हैन। 2617 मा चाहिँ हाम्रो पहिलो सपोर्ट थियो र अहिलेको पिभट पोइन्ट चाहिँ अहिलेको क्लोज प्राइस भनेकै हाम्रो के हो भन्दाखेरि पिभट पोइन्ट हो। अहिलेको क्लोज प्राइस नै हाम्रो के हो भन्दाखेरि पिभट पोइन्ट हो। अनि हाम्रो रेसिस्टेन्स चाहिँ यहाँनेर हेर्न सक्नुहुन्छ है। रेसिस्टेन्स चाहिँ यहाँनेर हेर्न सक्नुहुन्छ। हाम्रो फर्स्ट रेसिस्टेन्स कहाँनेर छ भन्दाखेरि यहाँनेर छ तपाईको 2706 तिर हैन। 2706 तिरको आसपासमा रहेको छ। यदि भोलिको दिनमा यो 2706 लाई पनि बिट गर्यो भने हाम्रो के हुन्छ भन्दाखेरि यो हाम्रो सपोर्ट बन्छ हैन। यो चाहिँ हाम्रो के भन्छ भन्दाखेरि सपोर्ट बन्छ। किन भन्दाखेरि हामीले त रेसिस्टेन्स र सपोर्टमा के पढेका थियौं भन्दाखेरि यदि भोलिको दिनमा चाहिँ यो रेसिस्टेन्सलाई पनि उछिनेर माथि जान्छ भने बजार त्यो रेसिस्टेन्स हाम्रो सपोर्टमा परिवर्तन हुन्छ भनेर हामीले पढेका छौं। यो भयो हाम्रो पिभट पोइन्टबाट कसरी हेर्ने, फिबोनाचीबाट कसरी हेर्ने, यो पनि हामीले सिकिसक्यौं हैन। हामीले के गर्यौं भन्दाखेरि चाहिँ यहाँनेर एफएक्स बारमा गयौं। एफएक्स बारमा गएपछि पिभट हैन, पिभट पोइन्ट स्ट्यान्डर्डमा गयौं। यहाँनेर हामीले क्लिक गर्यौं। यहाँ क्लिक गरिसकेपछि हामीले यसरी हेर्न सक्छौं। यहाँ तपाईको चाहिँ के छ भन्दाखेरि धेरै सपोर्ट रेसिस्टेन्स देखाएको छ।
देखेको छ हैन। अनि हाम्रो पिभट पोइन्ट कहाँ छ भन्दाखेरि यहाँनिर छ पिभट पोइन्ट। यहाँनिर हामीले हेर्न सक्छौँ यो हाम्रो के हो भन्दाखेरि पिभट पोइन्ट हो। अब पिभट पोइन्ट निकाल्ने सूत्र त मैले हजुरहरूलाई भनिदिइ नै सकेँ। आजको हाई प्राइस, आजको लो प्राइस र आजको क्लोज प्राइसलाई 3 ले डिभाइडेड गर्दाखेरि हाम्रो पिभट पोइन्ट निस्किन्छ भनेर मैले भनिदिइसकेँ हैन। हजुरहरूले खातामा आफै पनि निकाल्न सक्नुहुन्छ, एकचोटि ट्राई गर्नु होला है त। यो त भयो हाम्रो पिभट पोइन्टबाट। अब हामीले फिबोनाचीबाट कसरी हेर्ने भन्दाखेरि यो पिभट पोइन्ट ट्रेडिसनलमा जानुहोस्। यहाँ गइसकेपछि हाम्रो सेटिङ भन्ने छ, यहाँनिर सेटिङमा गइसकेपछि यो इनपुट छ, इनपुटमा गइसकेपछि यहाँनिर टाइप छ, यो टाइपमा जाने, यो टाइपमा गइसकेपछि यहाँनिर फिबोनाची छ, यसमा हामीले क्लिक गर्यौँ भने हाम्रो के हुन्छ भन्दाखेरि अहिलेको सपोर्ट तल देखाएको थियो, अहिले के भयो भन्दाखेरि तपाईँको ठ्याक्कै कतिमा देखायो भन्दाखेरि 2617 चाहिँ हाम्रो के थियो भन्दाखेरि पहिलो सपोर्ट। यहाँ हेर्न सक्नुहुन्छ 2617 हाम्रो पहिलो सपोर्ट हो। दोस्रो सपोर्ट कुन हो भन्दाखेरि 2589 हैन। पिभट पोइन्ट हाम्रो कति हो भन्दाखेरि अहिलेको पोइन्ट यहाँ हेर्न सक्नुहुन्छ, अहिलेको पोइन्ट कति छ भन्दाखेरि 2661। अनि हाम्रो पहिलो रेसिस्टेन्ट माथि हेर्ने हो भने चाहिँ हाम्रो पहिलो रेसिस्टेन्ट यहाँनिर कति हो भन्दाखेरि चाहिँ 2707 हाम्रो पहिलो रेसिस्टेन्ट। दोस्रो रेसिस्टेन्ट हाम्रो यतातिर कति भन्दाखेरि 2735 हैन, 3435 तिर हाम्रो चाहिँ दोस्रो रेसिस्टेन्ट रहेको छ। हामीले यसरी हेर्न सक्छौँ फिबोनाची अथवा पिभट पोइन्टबाट। हामीले फिबोनाची अथवा पिभट पोइन्टबाट त हेर्यौँ हैन। के हेर्यौँ भन्दाखेरि चाहिँ हाम्रो सपोर्ट र रेसिस्टेन्ट हामीले हेरिसक्यौँ। अब अर्को टपिक छ है। अब हामी अर्को टपिकमा जाउँ। हामीले पिभट पोइन्टबाट कसरी सपोर्ट रेसिस्टेन्ट हेरिन्छ भन्ने कुरा पनि हामीले बुझिसक्यौँ। अब हाम्रो अर्को टपिक रहेको छ स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट है। स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट। हामीलाई सपोर्ट र रेसिस्टेन्ट भन्ने कुरा मात्रै थाहा छ हैन। हामीलाई के थाहा छ भन्दाखेरि सपोर्ट र रेसिस्टेन्ट मात्रै थाहा छ, तर स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट भन्ने कुरा हामीलाई थाहा छैन हैन। रेसिस्टेन्ट र सपोर्ट त उस्तै उस्तै सुनिन्छ, तर स्विङ भनेको चाहिँ कस्तो भनेको कुनै एउटा बिन्दुबाट यसरी माथि स्विङ हान्छ भने हैन, तपाईको चाहिँ के भनिन्छ भन्दाखेरि त्यसलाई हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट भनेर भन्ने गर्छौँ। जस्तै यहाँबाट के गर्यो भन्दाखेरि यसरी माथि हैन, यहाँबाट के गर्यो भन्दाखेरि यसरी माथि स्विङ लगो यहाँसम्म भनेपछि यो हाम्रो के भयो भन्दाखेरि यो तल हाम्रो स्विङ सपोर्ट भयो हैन। यहाँबाट उठेको छ, त्यही भएर हाम्रो यो के भयो भन्दाखेरि स्विङ सपोर्ट भयो। अब यहाँबाट फेरि के भयो यहाँबाट फेरि के हो भन्दाखेरि यसरी तल झर्दियो हैन, तल झर्दियो भनेपछि यो हाम्रो के भयो भन्दाखेरि यो हाम्रो स्विङ रेसिस्टेन्ट भयो, यो हाम्रो स्विङ सपोर्ट भयो, यो हाम्रो स्विङ रेसिस्टेन्ट भयो। किन भयो भन्दाखेरि यहाँबाट तपाईको सिधै तल आएर झर्देको छ नि त। यहाँबाट फेरि के भएको छ भन्दाखेरि माथि गएको छ हैन, यहाँबाट चाहिँ के भएको छ माथि गएको छ है। यो चाहिँ हाम्रो के भयो भन्दाखेरि स्विङ रेसिस्टेन्ट भयो। अब हामीले यसलाई चाहिँ जिगज्याग भन्ने छ है, इन्डिकेटर यहाँनिर हेर्न सक्नुहुन्छ जिगज्याग भन्ने छ। यसरी हामीले जिगज्यागबाट पनि स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट पत्ता लगाउन सक्छौँ। हेर्नु त हाम्रो स्विङ यहाँ छ सपोर्ट, यहाँ रेसिस्टेन्ट हैन। त्यसैगरी फेरि यो तपाईको के भन्दाखेरि यो स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हैन, फेरि यहाँनिर तपाईको स्विङ सपोर्ट यो भयो स्विङ रेसिस्टेन्ट भयो। यसरी हामीले चाहिँ जिगज्यागबाट पनि हेर्न सक्छौँ, जिगज्याग इन्डिकेटर्सबाट पनि। हेर्नु त अब यहाँनिर कति धेरै तपाईको सपोर्ट, यहाँनिर रेसिस्टेन्ट, यहाँ सपोर्ट, यहाँ रेसिस्टेन्ट, यसरी यहाँ रेसिस्टेन्ट, यहाँ सपोर्ट, फेरि यता रेसिस्टेन्ट भनेर यहाँ त सानो सानो देखाएको छ नि त। हो यो सानो सानोमा चाहिँ हामीले हेर्दैनौँ, यो स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्टमा चाहिँ सानो सानो सपोर्ट रेसिस्टेन्टलाई हेरिँदैन है, ठुलो ठुलो सपोर्ट रेसिस्टेन्टलाई हेरिन्छ। जस्तै यहाँबाट तपाईको के भएको छ भन्दाखेरि डाइरेक्ट माथि गएको छ नि त हैन। तपाईको चाहिँ के भएको छ भन्दाखेरि यहाँबाट झर्दै बढ्दै झर्दै बढ्दै गरेर यहाँसम्म पुगेको छ भनेपछि यहाँबाट हाम्रो के हो भन्दाखेरि एकैचोटि हामीले यो सपोर्ट मान्यौँ र यसरी हामीले माथिलाई चाहिँ के मान्यौँ भन्दाखेरि रेसिस्टेन्ट हो। यो हाम्रो के भयो भन्दाखेरि यो हाम्रो स्विङ सपोर्ट भयो, यो हाम्रो स्विङ रेसिस्टेन्ट भयो। यहाँ पनि हामीले के गर्यौँ भन्दाखेरि यो हाम्रो स्विङ सपोर्ट, यो हाम्रो स्विङ रेसिस्टेन्ट
है। स्विङ भनेको चाहिँ अब तपाईँले पनि बुझ्न सक्नुहुन्छ। स्विङ भनेको चाहिँ के हो भन्दाखेरि तपाईँको माथि होइन, तपाईँको बजार चाहिँ के हुनु भन्दाखेरि माथि बढ्दै जानु है। के गर्नु भन्दाखेरि माथि बढ्दै जानु चाहिँ हाम्रो स्विङ सपोर्ट हो। यहाँबाट एक्कासी तपाईँको तीव्र गतिमा चाहिँ एकदम तल झर्छ भने होइन, तीव्र गतिमा चाहिँ एकदम तल झर्छ भने त्यसलाई चाहिँ हामीले के भनेर बुझ्छौँ भन्दाखेरि त्यो चाहिँ हाम्रो स्विङ रेसिस्टेन्ट हो। यहाँबाट फेरि के हो भन्दाखेरि तपाईँको तीव्र गतिमा माथि गयो नि त बजार, फेरि झरो, यहाँबाट फेरि यता तीव्र गतिमा गयो, यहाँबाट फेरि झरो, फेरि यहाँबाट तीव्र गतिमा बजार बढ्यो भनेपछि जहाँ जहाँ हाम्रो चाहिँ के भएको छ भन्दाखेरि ठुलो होइन, ठुलो कारोबार भएर चाहिँ बजार माथि गइसकेको छ होइन, धेरै माथि। अब धेरै कुनै चाहिँ धेरै माथि गएको छ, कुनै चाहिँ अब त्यस्तो धेरै माथि गएको छैन, तर पनि के भएको छ भन्दाखेरि यहाँबाट चाहिँ स्विङ सपोर्टको स्विङ गएको छ नि त होइन, बजार स्विङ भएर माथि गएको छ, यानि कि बुम बुम भएर चाहिँ बजार माथि नै गएको छ भनेपछि हामीले यसलाई चाहिँ स्विङ रेसिस्टेन्स स्विङ सपोर्ट भनेर बुझ्यौँ। यसलाई चाहिँ हामीले जिगज्यागबाट पनि हेर्न सक्छौँ। जिगज्याग इन्डिकेटर्स लगायो भने पनि हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्स पत्ता लगाउन सक्छौँ। हामीले अब स्विङ सपोर्ट कता हुन्छ, स्विङ रेसिस्टेन्ट कता हुन्छ होइन, स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हेर्ने तरिका अथवा कुन इन्डिकेटर लाएर चाहिँ हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हेर्न सक्छौँ भन्ने कुरा पनि हामीले के गर्यौँ भन्दाखेरि थाहा पायौँ होइन। तपाईँको चाहिँ हाम्रो जिगज्याग होइन, जिगज्याग इन्डिकेटर लाएर पनि के गर्न सक्यौँ भन्दाखेरि हामीले स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट थाहा पाउन सक्यौँ। जस्तै तपाईँको यहाँ हेर्नु त, हामीले यसलाई सपोर्ट र रेसिस्टेन्ट भन्न मिल्छ, नमिल्ने होइन, तर हामीले यसलाई सपोर्ट र रेसिस्टेन्ट भन्दैमा स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट भन्न मिल्दैन। किन भन्दाखेरि यो तपाईँको थोरै च्यास्स चुस्छ होइन। 3-4वटा इन्डिकेटर्स के भएको छ भन्दाखेरि 3-4वटा इन्डिकेटर्स भन्नाले चाहिँ सरी 3-4वटा क्यान्डल माथि गएको छ, फेरि 3-4वटा क्यान्डल तर झरेको छ भनेपछि यो 3-4वटा क्यान्डलमा भएन, कम्तीमा पनि तपाईँको 6-7वटा अथवा 8-10वटा क्यान्डल चाहिँ हुनै पर्ने हुन्छ तपाईँले स्विङ सपोर्ट अथवा स्विङ रेसिस्टेन्ट पत्ता लगाउनको लागि। हाम्रो स्विङ सपोर्ट अथवा स्विङ रेसिस्टेन्ट हुनको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि कम्तीमा पनि 7-8वटा क्यान्डलहरूको फर्मेसन हुनु पर्यो, बनेको हुनु पर्यो होइन। स्विङ रेसिस्टेन्टमा पनि 8-10वटा 6-7वटा क्यान्डल अथवा 8वटा क्यान्डल बनेर तल झरेको हुनु पर्यो, अनि मात्रै हामीले त्यसलाई स्विङ रेसिस्टेन्ट भन्न मिल्छ। नत्र भने 3-4वटा क्यान्डल बन्दैमा होइन तल झरो अनि त्यहाँबाट फेरि माथि उठेर गयो भने पनि त्यसलाई हामीले स्विङ रेसिस्टेन्ट अथवा स्विङ सपोर्ट भन्न मिल्दैन। स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट हुनको लागि के हुनु पर्यो भन्दाखेरि चाहिँ कम्तीमा पनि यहाँ हेर्नु त तपाईँको यहाँबाट क्यान्डल 1 2 3 4 5 6 7 8 9 10 11 12वटा भनेपछि कम्तीमा पनि 8 देखि 10वटा क्यान्डल चाहिँ हुनुपर्ने हुन्छ सपोर्टतिर पनि अथवा तपाईँको रेसिस्टेन्टतिर पनि, अनि मात्रै हामीले त्यसलाई स्विङ सपोर्ट अथवा स्विङ रेसिस्टेन्ट भन्न मिल्छ। नत्र भने 2-4वटा क्यान्डल बन्दैमा हामीले त्यसलाई स्विङ चाहिँ भन्न मिल्दैन, त्यसलाई सपोर्ट र रेसिस्टेन्ट भन्न चाहिँ फेरि मिल्छ। हामीले यो कुरा पनि थाहा पायौँ होइन, तपाईँको स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्टको फर्मेसन कस्तो हुन्छ, हामीले कसरी पत्ता लगाउने, हामीले कुन इन्डिकेटरको प्रयोग गरेर चाहिँ स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट पत्ता लगाउन सक्छौँ भन्ने कुरा पनि आज हामीले थाहा पायौँ। अब अर्को रहेको छ हाम्रो ब्रेकआउट र ब्रेकडाउन होइन। हामीले बजारमा पनि सुनिरहेका हुन्छौँ होइन, ब्रेकआउट दियो अथवा ब्रेकडाउन दियो। अब यो ब्रेकआउट र ब्रेकडाउनको अर्थ के हो हामी थोरै बुझौँ है। कुनै पनि बजारमा चाहिँ होइन तपाईँले दिएको तपाईँको जुन तोकिएको हुन्छ अङ्कित मूल्य एउटा लेभलको, त्यो अङ्कित मूल्यलाई त्यो अङ्कित मूल्यलाई चाहिँ तोडेर होइन यति मात्र नभन्नुहोस् न, योभन्दा बढाउँदै जानुहोस्। अब कुनै एउटा घर होइन, तपाईँलाई सजिलो तरिकाले म
भन्छु कुनै एउटा घर लिलाम हुँदैछ हैन एउटा घर चाहिँ लिलाम हुँदैछ अब त्यहाँ चाहिँ के गर्छन् भन्दाखेरि बोली लाउँछन् नि त हैन तपाईहरुले हेर्नु नै भएको होला हैन कुनै मुभीहरुमा पनि त्यस्तो देखाउँछ हैन प्राय जसो चाहिँ मुभीहरुमा त्यस्तो देखाएको हुन्छ कुनै एउटा घर लिलाम हुँदैछ अनि त्यसमा चाहिँ के गर्छन् भन्दाखेरि बोली लाउँछन् यसले यति अनि त्यसपछि अब त्यसले उयो गर्छ हैन त्यसले एउटा बोली राख्छ एउटा अंकित मूल्य तोकेको हुन्छ त्यो भन्दा बढी अंकित मूल्य अर्कोले तोकेको हुन्छ नो त्यो उसले तोकेको अंकित मूल्यलाई उछिनेर चाहिँ अर्को मान्छेले चाहिँ अथवा अर्को व्यक्तिले त्यो अंकित मूल्य भन्दा बढी मूल्य तोक्छ भने हो त्यो अवस्थालाई चाहिँ के भनिन्छ भन्दाखेरि त्यसले त्यसको त्यो अंकित मूल्यलाई ब्रेक गर्यो हैन त्यसलाई तोड्दियो तोड्देर त्यसले बोली माथि लायो है हो त्यसरी हामीले बुझ्नुपर्ने हुन्छ अब ब्रेकआउटको अर्थ अब शेयर बजारमा हामीले बुझौँ है त शेयर बजारको आधारमा चाहिँ कुनै पनि तपाईको हैन कुनै पनि एउटा रेसिस्टेन्टलाई हैन मानिलिउँ यो तपाईको रेसिस्टेन्ट भयो हैन यहाँनिर छ नि त हाम्रो रेसिस्टेन्ट त अब भोलिको दिनमा चाहिँ यो रेसिस्टेन्टलाई हैन यो तपाईको के हो रेसिस्टेन्ट हो एउटा अंकित मूल्य यहाँसम्म बजार पुगेको थियो हैन पछिल्लो समयमा चाहिँ यहाँसम्म बजार पुगेको थियो यहाँबाट बजार झरेको छ हैन यहाँबाट बजार झरेको छ भनेपछि यो बजारलाई हैन यो मूल्यलाई चाहिँ भोलिको दिनमा तोडेर यसरी माथि जान्छ हैन यसरी तोडेर चाहिँ तपाईको के हुन्छ भन्दाखेरि माथि जान्छ यो अंकित मूल्यलाई चाहिँ तोडेर माथि जान्छ र अर्को अंकित मूल्य उसले बनाउँछ भने त्यसलाई हामीले ब्रेक आउट भन्छौं यो चाहिँ ब्रेक आउट चाहिँ कता प्रयोग गरिन्छ भन्दाखेरि माथितिर हैन माथितिर चाहिँ ब्रेक आउटको प्रयोग गरिन्छ किन भन्दाखेरि यसलाई पनि उछिनेर चाहिँ बाहिर निस्केको छ हैन यसलाई यो अंकित मूल्यलाई तोकेर चाहिँ के भएको छ भन्दाखेरि माथि उठेको छ भने त्यसलाई हामीले के भनेर बुझ्यौं भन्दाखेरि ब्रेकआउट भनेर बुझ्यौं है यो चाहिँ हाम्रो के हो भन्दाखेरि ब्रेकआउट भयो कसरी ब्रेकआउट भयो भन्दाखेरि भोलिको दिनमा यो एउटा यहाँसम्म पुगेको थियो हैन केही समय अगाडि अथवा केही दिन अगाडि केही महिना अगाडि नै भनौं न हैन लगभग हाम्रो आधा महिना यानी कि 15 दिन जति हैन 15 दिन जति अगाडि चाहिँ हाम्रो यहाँसम्म पुगेको थियो बजार झरेर यहाँ आइपुग्यो यहाँबाट फेरि अब बजार यहाँसम्म पुगेको थियो यो एउटा अंकित मूल्य भयो यहाँबाट बजार उठ्छ यहाँबाट बजार उठेर यो अंकित मूल्यलाई तपाईको यो रेसिस्टेन्स जोनलाई चाहिँ तोडेर ब्रेक दिएर आउट हुन्छ भने त्यो अवस्थालाई चाहिँ हामीले ब्रेकआउट भन्छौं है त्यो अवस्थालाई चाहिँ हामीले के भन्छौं भन्दाखेरि ब्रेकआउट भन्छौं अब ब्रेक डाउन भनेको कता हुन्छ भन्दाखेरि तपाईको एउटा यो छ सपोर्ट हैन यो चाहिँ हाम्रो के हो भन्दाखेरि सपोर्ट हो है यो हाम्रो के हो भन्दाखेरि सपोर्ट हो यदि भोलिको दिनमा हैन यहाँ माथि जान छोडेर चाहिँ भोलिको दिनमा यहाँसम्म बजार झरेर आएको थियो यहाँबाट फेरि उठेर माथि गयो हैन माथि उठेर माथि गयो अब माथिबाट तल झर्दै 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 भोलिको दिनमा यो तलको मूल्यलाई पनि हैन उछिनेर चाहिँ तलतिर झरेको थियो भने हैन यो मूल्यलाई तोडेर तलतिर झर्देको थियो भने हो त्यतिखेर चाहिँ हामी के भन्छौं भन्दाखेरि त्यसलाई चाहिँ ब्रेकडाउन भन्छौं त्यसलाई चाहिँ हामी के भन्छौं भन्दाखेरि ब्रेकडाउन भन्छौं किन भन्दाखेरि यो एउटा यहाँबाट बजार उठेको थियो यहाँसम्म पुग्यो अब यसलाई उछिन्न सकेर यहाँबाट तल झर्यो भनेपछि भोलिको दिनमा यो सपोर्ट एरियालाई पनि हैन तपाईको उछिनेर चाहिँ तलैतिर झर्छ भने ब्रेक दिएर तलैतिर डाउन हुन्छ भने त्यो अवस्थालाई चाहिँ हामीले ब्रेकडाउन भन्छौं है त्यो अवस्थालाई चाहिँ हामी के भन्छौं भन्दाखेरि ब्रेकडाउन भन्छौं यो हाम्रो हामीले अब ब्रेक आउट कता हुन्छ ब्रेकडाउन कता हुन्छ यो पनि हामीले बुझिसक्यौं यदि बजारतिर यदि कुनै एउटा रेसिस्टेन्ट एरियालाई बजार बढेर त्यो रेसिस्टेन्ट एरियालाई ब्रेक आउट दिन्छ भने हैन त्यो बजारलाई उछिनेर माथितिर बजार जान्छ भने त्यसलाई हामीले ब्रेकआउट भनेर बुझ्छौं यदि कुनै पनि बजार एउटा बिन्दुबाट झरेर त्यो सपोर्ट एरियालाई पनि हैन त्यसको सपोर्ट एरियालाई पनि उछिनेर तल अझै तल झर्छ भने त्यो अवस्थालाई चाहिँ हामी
ब्रेकडाउन भनेर बुझ्छौँ। अब सिधा सिधी भन्नुभयो भने रेसिस्टेन्ट एरियालाई तोडेर माथि जान्छ भने त्यो हाम्रो लागि ब्रेकआउट भयो। सपोर्ट एरियालाई तोडेर झन् तल झर्छ भने त्यो हाम्रो ब्रेकडाउन भयो। हामीले यति चाहिँ बुझ्नुपर्ने हुन्छ। यो हामीले सामान्य कुरा बुझिराख्नुपर्ने हुन्छ। अब हामी कसैले त बुझेका हुन्छौँ, धेरै जसोले बुझेका हुन्छौँ, धेरै जसोले बुझेका हुँदैनौँ हैन। अब हामीलाई थाहा भयो ब्रेकडाउन कता हुन्छ, ब्रेकआउट कता हुन्छ, भोलिको दिनमा नझुक्किनु होला। अब हाम्रो अर्को एकदमै महत्त्वपूर्ण टपिक रहेको छ है। हामीले सानसानो कुराहरूमा पनि ध्यान दिएनौँ भने हामी नराम्रो तरिकाले फस्छौँ। हामीले चाहिँ सानसानो कुरामा पनि ध्यान दिनुपर्ने हुन्छ। अब हामीले एकदमै महत्त्वपूर्ण टपिक हो त्यो हाम्रो भ्यालिड र इनभ्यालिड हैन। टेक्निकल एनालाइसिसको हाम्रो अर्को टपिक रहेको छ भ्यालिड र इनभ्यालिड। अब भ्यालिड भनेको के हो, इनभ्यालिड भनेको के हो, त्यो विषयमा हामी थोरै बुझौँ है त। भ्यालिड भनेको चाहिँ कुनै पनि एउटा मान्छेले अर्को मान्छेलाई सपोर्ट गर्न आउँछ भने हैन, कुनै पनि एउटा व्यक्तिले चाहिँ उसको साथीलाई सपोर्ट गर्न आउँछ भने त्यसलाई चाहिँ हामीले भ्यालिड भनेर बुझ्छौँ। तर एउटा मान्छेले चाहिँ आफ्नो लागि लड्दैछ तर अर्को मान्छेले चाहिँ उसलाई के गर्छ भन्दाखेरि चाहिँ लड्न दिँदैन हैन, त्यसमा बाधा अवरोध ल्याउँछ भने त्यो चाहिँ हाम्रो इनभ्यालिड भयो है। त्यो चाहिँ हाम्रो के भयो भन्दाखेरि इनभ्यालिड भयो। अब हामी यसमा बुझौँ है त, क्यान्डलको फर्मेसनमा बुझौँ है त। कुनै पनि तपाईँको चाहिँ एउटा क्यान्डल यसरी बन्दैछ हैन, मानिलिउँ यो हाम्रो ग्रीन क्यान्डल भयो। यो हाम्रो के हो भन्दाखेरि ग्रीन क्यान्डल भयो। यहाँनिर ग्रीन क्यान्डल बनेको छ। अब यहाँनिर ग्रीन क्यान्डल बनेको छ। अब भोलिको दिनमा यसलाई सपोर्ट गर्न अर्को ग्रीन क्यान्डल आउँछ भने है, यसलाई के गर्न, यसलाई सपोर्ट दिनको लागि अर्को ग्रीन क्यान्डल आउँछ भने हैन, यसरी चाहिँ तपाईको अर्को ग्रीन क्यान्डल बन्छ भने यसलाई हामीले भ्यालिड भन्छौँ। किन भन्दाखेरि यो एउटै कलरले चाहिँ के गर भन्दाखेरि यो एउटै कलरले सुरुको कलरलाई अर्को उस्तै खालको कलरले चाहिँ सपोर्ट गर्न आयो हैन, बजारलाई माथि लानको लागि सपोर्ट गर्नको लागि आयो हो भनेपछि यसलाई हामीले के भन्यौँ भन्दाखेरि भ्यालिड भन्यौँ। यो हाम्रो के हो भन्दाखेरि भ्यालिड क्यान्डल भयो। हामीले बजारमा बाई गर्दैछौँ भने अथवा खरिद गर्दैछौँ भने चाहिँ हामीले के हेर्नु पर्यो भन्दाखेरि भ्यालिड हेर्नुपर्ने हुन्छ। भ्यालिड हेऱ्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि हामीले कन्फर्मेसन पाउँछौँ, ओहो भोलिको दिनमा बजार चाहिँ राम्रै हुन्छ है भनेर हामीले कन्फर्मेसन पाउँछौँ। अनि मात्रै हामीले बजारमा इन्ट्री गर्नुपर्ने हुन्छ। यदि आज बजार चाहिँ रातो छ, हिजो बजार चाहिँ हरियो थियो, आज चाहिँ रातो भयो भनेपछि हामीले बेच्नतिर सोध्छौँ नि त हैन। तर हिजो बजार रातो थियो, आज पनि बजार रातो भयो भने अब चाहिँ हामीले बेच्नतिर लाग्नु पर्छ होला कि भनेर चाहिँ हामीले सोच्नुपर्ने हुन्छ। भनेपछि यो सपोर्ट भयो हैन। तपाईको ग्रीन क्यान्डलले सुरुमा बनेको ग्रीन क्यान्डललाई अर्को दिनको ग्रीन क्यान्डलले सपोर्ट गर्न आउँछ भने त्यो हाम्रो भ्यालिड क्यान्डल भयो। तर यदि तपाईको हिजो बनेको ग्रीन क्यान्डललाई आज चाहिँ रेड क्यान्डलले हैन, तपाईको आज चाहिँ के गर्छ भन्दाखेरि रेड क्यान्डल बनेर आउँछ भने बजारमा चाहिँ रेड क्यान्डल बनेर आउँछ भने यो अवस्थालाई चाहिँ हामी इनभ्यालिड भनेर बुझ्छौँ। कसरी इनभ्यालिड भयो भन्दाखेरि हामीले त पढेका छौँ नि त, ग्रीन क्यान्डलले नै बजारमा चाहिँ बनेर आउँछ भने, बजारमा ग्रीन क्यान्डल नै बन्छ भने चाहिँ त्यसलाई हामीले सपोर्ट भन्छौँ। तर हिजो बनेको ग्रीन क्यान्डललाई आज चाहिँ रेड क्यान्डल बनेर बजारमा आउँछ भने हैन, बजारमा बन्छ भने त्यो चाहिँ हाम्रो इनभ्यालिड भयो। किनभने यसले सपोर्ट गरेन नि त हो, कलर म्याचिङ भयो भएन नि हो। भनेपछि हाम्रो के भयो भन्दाखेरि यो हाम्रो इनभ्यालिड भयो। यो चाहिँ हाम्रो के भयो भन्दाखेरि भ्यालिड भयो। किन भन्दाखेरि कलर म्याचिङ भयो। साधारण भाषामा बुझ्नु पर्दाखेरि चाहिँ के भनेर बुझ्नु पर्यो भन्दाखेरि दुईटा एउटै कलर म्याचिङ हुन्छ भने
हो त्यो अवस्थामा चाहिँ हामीले कन्फर्मेसन पाउँछौँ, त्यसलाई चाहिँ हामीले भ्यालिड भन्नुपर्छ। यदि बजारमा चाहिँ म्याचिङ आउँदैन, हिजो चाहिँ हरियो क्यान्डल बन्यो तर आज चाहिँ रेड क्यान्डल बन्यो भने यो चाहिँ हाम्रो के भयो भन्दाखेरि इनभ्यालिड भयो है। यो चाहिँ हाम्रो के भयो भन्दाखेरि इनभ्यालिड भयो भनेपछि यो अवस्थामा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि बाई नगर्ने है। यो अवस्थामा चाहिँ के गर्ने भन्दाखेरि बाई नगर्ने। हामीले के अब हामीलाई थाहा भयो कि भ्यालिड क्यान्डल र इनभ्यालिड क्यान्डल चाहिँ किन महत्त्वपूर्ण हुन्छ हैन। यदि भोलिको दिनमा चाहिँ भ्यालिड भनेर बजार भ्यालिड हुन्छ भने हैन, ग्रीन क्यान्डल बनेर भ्यालिड हुन्छ भने त्यतिखेर चाहिँ के हुन्छ भन्दाखेरि हामीले बाईलाई अथवा रेड क्यान्डलमा भ्यालिड हुन्छ भने हामीले सेललाई विचार गर्नुपर्ने अवस्था रहेको हुन्छ। तर आजको दिनमा चाहिँ इनभ्यालिड भइदियो भने हामीले बाई पनि नगर्ने अथवा सेल पनि नगर्ने, हामीले होल्डमै बस्नुपर्ने हुन्छ। किन भन्दाखेरि भोलिको दिनमा त यतातिर ग्रीन क्यान्डल बन्न सक्छ नि त हैन। भोलिको दिनमा चाहिँ यतातिर के हुन्छ भन्दाखेरि ग्रीन क्यान्डल बन्न सक्छ। त्यही भएर हामीले भ्यालिड र इनभ्यालिडलाई पनि एकदमै महत्त्वपूर्ण दिनुपर्छ शेयर बजारमा हामी खेल्दैछौँ भने। यो चाहिँ के भन्छ भन्दाखेरि यो चाहिँ हाम्रो टेक्निकल एनालाइसिसको आधारमा हो है। टेक्निकल एनालाइसिसले चाहिँ के भन्छ भन्दाखेरि भ्यालिड क्यान्डल र इनभ्यालिड क्यान्डल पनि हामीले हेर्नुपर्ने हुन्छ बजारमा यदि हामी खेल्दैछौँ भने। मैले अब आज म्याम हजुर त्यो जिगज्याग इन्डिकेटर कहाँबाट हेर्न बिर्सेँ? हामीले इन्डिकेटर्स कहाँ हेर्ने भनेको थियो भन्दाखेरि यो जुन तपाईँले एफएक्स देख्नु हुँदैछ हो, यो एफएक्समा चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि यो चाहिँ हाम्रो इन्डिकेटर सर्च बार हो भनेर बुझ्नुपर्ने हुन्छ। यहाँनिर जाने, यहाँनिर गइसकेपछि यसरी जिगज्याग आउँछ। यसलाई हामीले फेभरेटमा राख्यौँ भने यो हाम्रोमा के हुन्छ भन्दाखेरि टपमा आउँछ। हामीले यो खोल्यौँ भने पनि के हुन्छ भन्दाखेरि टपमा आउँछ। यहाँ हेर्नुहुन्छ, यहाँ हेर्नु त है जिगज्याग आयो नि, टपमै आउँछ। यसरी फेभरेटमा राख्यो भने यसरी जिगज्यागबाट चाहिँ हामीले स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट हेर्न मिल्छ है। यसरी चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि स्विङ सपोर्ट र स्विङ रेसिस्टेन्ट हामीले हेर्न सक्छौँ यो जिगज्यागबाट चाहिँ। अब आज हजुरहरूलाई होमवर्क भयो, म तपाईँहरूलाई केही स्टकहरू छानेर दिन्छु त्यहाँनिर। हजुरहरूले त्यो विषयमा त्यो स्टकहरूको चाहिँ स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट कता हुन्छ त्यो हजुरहरूले देखाउनु पर्ने हुन्छ है। साथसाथै अब भ्यालिड छ या इनभ्यालिड छ त्यो पनि हजुरहरूले देखाउनु पर्ने हुन्छ। त्यो पनि हजुरहरूले देखाउनु पर्ने हुन्छ। अब मैले समग्रमा फेरि तपाईँहरूलाई थोरै दोहोऱ्याउन चाहेँ। आज चाहिँ हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हैन पत्ता लगायौँ, हामीले त्यसको विषयमा पढ्यौँ कसरी चाहिँ हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हेर्न सक्छौँ भनेर। कसरी चाहिँ हामीले स्विङ सपोर्ट स्विङ रेसिस्टेन्ट हेर्न सक्छौँ, स्विङ सपोर्टको फर्मेसन र स्विङ रेसिस्टेन्टको फर्मेसन कस्तो हुन्छ, कतिवटा क्यान्डल बन्यो भने चाहिँ हामीले स्विङ सपोर्ट अथवा स्विङ रेसिस्टेन्ट भन्न मिल्छ भन्ने कुरामा पनि हामी आज क्लियर भयौँ। अनि अर्को भ्यालिड र इनभ्यालिड दुईटा उस्तै क्यान्डल बनेको छ भने त्यसलाई हामीले भ्यालिड भन्छौँ हैन। कलर पनि सेम हुनु पर्यो। यदि दुईटा ग्रीन क्यान्डल बनेको छ भने त्यसलाई हामीले भ्यालिड मान्नुपर्ने हुन्छ है। र यदि रेड क्यान्डल र ग्रीन क्यान्डल बनेको छ भने त्यो चाहिँ हाम्रो के हो भन्दाखेरि त्यो चाहिँ हाम्रो
इनभ्यालिड हो। यसमा यस्तो अवस्थामा चाहिँ हामीले बाई पनि नगर्ने अथवा सेल पनि नगर्ने, हामीले होल्डमै बस्नुपर्ने हुन्छ। भ्यालिडमा हेरेर चाहिँ हामीले बाईको लागि हेर्दा हुन्छ, बाईतिर हामीले विचार गर्नुपर्ने अवस्था हुन्छ। र अर्को पिभट पोइन्ट चाहिँ हामीले नबिर्स्यौँ हैन, हाम्रो सपोर्ट र रेसिस्टेन्स हेर्नु चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ हैन। पिभट पोइन्टबाट पनि हामीले के गर्न सक्छौँ भन्दाखेरि हामीले सपोर्ट र रेसिस्टेन्स हेर्न सक्छौँ, कुनको सपोर्ट कता छ, कुनको रेसिस्टेन्स कता छ हैन। अनि त्यस पछाडि अब त्यसको कसरी पिभट पोइन्ट निकालिन्छ त्यो विषयमा पनि मैले हजुरहरूलाई फर्मुला त भनेकै छ। आजको हाई प्राइस, आजको लो प्राइस र आजको क्लोज प्राइसलाई 3 ले डिभाइडेड गर्दाखेरि तपाईको आजको पिभट पोइन्ट निस्किन्छ। आजलाई क्लास यति नै हस्त, आफ्नो ध्यान राख्नु होला। शुभरात्रि। मैले दिएको होमवर्कहरू चाहिँ हजुरहरूले गर्नु होला, नत्र भने त्यसको 2 गुणा हजुरहरूले गर्दै जानुपर्ने हुन्छ है। यदि जसले होमवर्क गर्नुहुन्न उहाँहरूलाई मैले अगाडि नै के भनेको छ भन्दाखेरि